सबैलाई गुड आफ्टरनुन भन्दै मैले आज सानो मिठाईको बक्स लिएर देखाएँ, किनभने यो नानीहरूको मेहनत र परीक्षाको प्रतिफल हो। उनीहरूले माध्यमिक परीक्षामा पास भएको कारणले गर्दा मेरो कस्टमरले चाहिँ हेर्नुहोस् न, दिदीले चाहिँ यसरी मेरो लागि पनि सम्झना राखेर चाहिँ मिठाई लिएर आउनु भएको छ। यस्तो खुसी लाग्यो, मैले त के सामान लिन आउनु भएको होला भनेर सामान पो देखाउन पर्यो। उहाँले लाने भनेको त मिठाई देख्दा त मेरो मनै खुसी भएर आयो। त्यसै पनि मलाई मिठाई मनपर्छ र नानीलाई एकदमै बधाई दिन्छु। उहाँको एकदमै मेहनत गरेको प्रतिफल उहाँले पाइसक्नु भएको छ। अझै फर्दर पढाइहरूमा ईश्वरले तपाईँलाई साथ दिएका हुन्। अन्त चाहिँ उहाँको फ्युचर एकदम उज्जवल भएको होस् र सबैजना नानीहरूलाई जतिले मेहनत गर्नुभयो र यसपालिको माध्यमिक परीक्षामा तपाईँहरू राम्रो मार्क्स लिएर उत्तीर्ण हुनुभएको छ। सबैलाई नै एकदम बधाई, ठुलो बधाई दिँदै बाई भन्न चाहन्छु। तपाईँहरूको भविष्य उज्जवल भएको होस्। सी यू।